आउनुहोस् आज हामी चाहिँ नेपालको नम्बर 1 किलर वाइटीको गेम प्ले रियाक्ट गर्न गइरहेको छौँ। सो तपाईहरुलाई किलर वाइटीको गेम प्ले कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। नेपालको खतरा प्लेयर कुन लाग्छ त्यो पनि कमेन्ट बक्समा भनिदिनु होला है त। ढिला नगरी गेम प्ले तर्फ लागौँ है त। लेट्स गो। हामी के मिरामार फर्स्टमै म कभरमा छु है किला तिम्रो यस्तो त ओइ दुईजना तीनजना ओइ फर्स्टमै रनमतीको छोरी यो के हानेको तर गाडी ड्यामेज थियो यिनीहरू कहाँदेखि ड्यामेज खाएर आएको भन्ने कुरा इजी ला होइन तर खतरै है राइटको ओइ एउटा त झार्थ्यो लभली ओइ अब उता छ फिनिश दामी है यो स्पोङमा चाहिँ राम्रो लाग्यो है केटा त्यसलाई हानेको बात नथियो ओइ लास्ट वान यो चाहिँ हो है हेड मात्रै हो क्या ओइ भ्यान यहाँ दुईजना नक भएको के भएको यार ओ यो चाहिँ लभली हानेको भए तिनीहरू पनि पागल भयो होला यार तर किलर वाइटीको गेम चाहिँ गेम हो केटा यस्तो 5 मोमेन्ट छ उएर न यहाँ छ ल यो भनेको टिप्स एन्ड ट्रिक हो क्या पागल यसले तलको ढोकामा सरप्राइज खाए जस्तो भयो यार लभली सट है डिभिएस त आगो चलाउने नि त अनि सर्टगन भनेको प्लेयरहरू जो पनि हो केटा कम्पिटिटिभ प्लेयरहरू सबै अलमोस्ट नै यो सर्टगन चाहिँ खतरा खतरा चलाउँछन् है हामी कहिले हुन्छौँ यार नम्बर 3 राइट फुल राइटमा छ एउटा प्लेयर पनि देखाउँछ केटा हौ जरा यसको किल भिडियो भाइ प्लेयरको अगाडि छ एउटा कुन जमानामा छु दुईटा नाम भयो प्लेयर 1 1 2 3 4 को पनि देखाउँछ टिम नम्बर 2 को 2 प्लेयर रे पछाडि हानेको अगवाला अगाडि कुन जमानामा छु लेफ्टको त नआउट गर्यो एक्सचेन्ज गर्न सक्छ नोटिस गरेन यार मैले चाहिँ नखेलेर होला अब राइट लिभर केटा आउँदै सेक्टर नखेलेर थाहा नलाग्यो सही रहेछ त अनि अयो प्लेयर 4 16 टिमको रहेछ ए मलाई गाडी पाल्नु त यस्तो पो रहेछ नि त अनि कुरा लभली है ओइ छाड्नै पर्छ यसलाई पग्गीमा छाड्ने चाहिँ फाइदा यो क्या केटा टायर कुल्नु सक्छ त यार अझै आइरहेको छ लेफ्टमा ढुङ्गामा यही लास्ट वान अब 4 गोली थियो रिलोड नगरेर चल्दिरा भने ओपन नगर्दै थियो ड्याम ब्रो अनि 1 वे अन्त फेरि नआऊ है केटा किलरको पनि नआऊ है कट्टा गाह्रो छ नि यो ओए लो छ यार बगी लो छ पेल्दिउ न हैन बस त बस मसँग राइट राइट
फोड्दै ये त्यसको यो क्या धर। सही तर जोनले गयो कस्तो गोली नलागेको मेरोमा आयो बब्बरै जुन गन होस् केटा फाँडिदिन्छ यार किलर ओ हेर न जो गन भयो नि डेन्जर हान्छ राइटबाट पर्यो माथि म त कहिल्यै झार्न सकेन यार केटा गाडीबाट। मलाई टिप्स देऊ त केटा गाडीबाट कसरी झार्छ टिप्स देऊ त झार्छ ड्याम इजीसँग क्या झारेको नि भाइ हेर न कस्तो खान्छ होला त्यसले अनि भेट नलागेको त ओब्बर माथितिर गयो यो हो क्या कभर भनेको किलरवाडीको गेम प्ले त केटा कुरै नगरौँ यस्तो बवाल लाग्छ नि होइन इच एन्ड एभ्री मोमेन्ट गन सटहरू गन पावर के भन्छ अरू के भन्छ होइन एकदमै बवाल छ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला र अब कसको रियाक्ट गर्ने भनेर कमेन्ट हानौँ क्या केटा र हामीलाई फलो गरेको छैन भने ड्याङ्की ड्याङ फलो पनि ठोकौँ है त